आज तपाईहरुलाई म सुन्तला नर्सरीमा आइपुगेको छु। हामीसँग खोकु लोकल जातको गुणस्तरीय सुन्तलाको बिरुवा पोली ब्यागमा तयार भएको छन्। पोली ब्यागको साइज यत्रो छ र बिरुवा चाहिँ यो 1.5 देखि 2 फुटको बिरुवा छ र बिरुवा आवश्यक पर्छ भने तपाईहरुले सम्पर्क गरेर चाहिँ हामीसँग लिन पनि सक्नुहुन्छ। र एउटा कुरो तपाईहरुलाई मैले देखाउन खोजेको के कुरा भने हामीले बिरुवा रोपिसक्छौं, यो बिरुवा लगेर रोप्छौं फिल्डमा। रोपिसकेपछि के हुन्छ भने यो माथि सुन्तलाको भयो, यो तल चाहिँ हाम्रो के को भने 3 पाते अर्थात् ट्राइफोलिएटको हामीले रुट स्टक जरा प्रयोग गरेको छौं। यो चाहिँ जरा चाहिँ बलियो हुन्छ, सुक्खा सहन सक्छ, यो फेद कुइनी रोगहरु लाग्दैन। तर एउटा के भइदिन्छ भने हाम्रो चाहिँ यो तल 3 पातेको बोटबाट चाहिँ के हुन्छ भने यस्तो यो तपाईले देख्नु भएको यो काँडा निस्किन्छ, यस्तो निस्किन्छ। अब के छ यो सुन्तलाको हो, यो चाहिँ 3 पातेको अर्थात् ट्राइफोलिएटको बिरुवा हो। र अब हामीले यसलाई नहटाइकन बढ्न दिने हो भने के हुन्छ भने यो जराबाट यसले धेरै खानेकुरा लिएर चाहिँ यो सुन्तलालाई यो चाहिँ मार्दिन्छ र यसले चाहिँ आफ्नो चाहिँ यसले वृद्धि गर्छ, आफ्नो रुख बन्न खोज्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले रोपेको 2-3 वर्षसम्म चाहिँ प्रत्येक बिरुवा चाहिँ 4-5 फुटको नहुन्जेलसम्म चाहिँ तलबाट यस्तो यो ट्राइफोलिएटको उहरू पलाइरहने चाहिँ भइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले रोपेको बिरुवामा यो तलबाट 3 पातेको यो काँडाहरू पलाएको छ कि छैन भनेर नियमित रूपमा निरीक्षण गरेर यो चाहिँ देख्ने बित्तिकै यसरी यसलाई हटाइदिनु पर्छ। यो हटाएपछि चाहिँ के हुन्छ भने यो जराबाट आएको खानेकुरा चाहिँ यो माथि सुन्तलाको उसले खान पाउँछ र यो राम्रोसँग बढ्छ। यदि तपाईले यसलाई चाहिँ हटाउनु भएन भने के हुन्छ भने यसले आफै बढेर बिरुवालाई मार्दिन्छ। त्यसले गर्दाखेरि चाहिँ नियमित रूपमा आफ्नो बगैँचाको निरीक्षण गरी भर्खर नयाँ रोपेको बिरुवा छन् भने चाहिँ यसरी ट्राइफोलिएटको तलबाट पलाएको हाँगाहरू चाहिँ हटाउनु पर्छ। अब यसमा पनि पलाइरहेछ, यहाँ हेर्नुहोस् लगभग प्रत्येकमा पलाइरहेछ, यसमा पनि पलाएको छ। अब यो पनि यसरी दुछेर तलबाट फाल्नुपर्छ। ल यसमा पनि पलाएको छ, त्यसकारणले प्रत्येकमा पलाइरहेको हुन्छ। यसलाई चाहिँ तपाईहरुले हटाउनुपर्छ र हामी गुणस्तरीय बिरुवा यदि आवश्यक छ भने तपाईहरुलाई हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। हामीसँग चाहिँ नर्सरीमा प्रशस्त बिरुवा छन्। डेलिभरी तपाईहरुको ठाउँ अनुसार हामी गर्न सक्छौं। डेलिभरी चार्ज लाग्नेछ। धन्यवाद।